के पाउडर भने अरे अघि के पाउडर रे सोडा मिठा सोडा मिठा सोडा मिठा सोडा हो त्यस्तो गरेर राख्ने हो यहाँलाई घरमै आफ्नै घरमा आफ्नै हातले जेरी बनाएर खान एकदमै मनमा रहर छ तर बनाउन जान्नु भएको छैन र एकदम समस्यामा हुनुहुन्छ भने यहाँ मसँग सिक्नु म तपाईँहरूलाई आज यो जेरी बनाउने तरिका सिकाउँदैछु है त हो यो मसला यहाँ हाम्रो एकजना साथी हुनुहुन्छ जेरीको एकदमै स्पेसलिस्ट उहाँसँग हामी छोटो कुरा गरौँ यो जेरी बनाउनुको लागि सबभन्दा पहिला के गर्नुपर्छ ल भन्नु त हजुर जेरी बनाउनुको लागि सबभन्दा पहिला के गर्नुपर्ने रहेछ मैदा हाल्ने पानी तातो मन गर्ने तातो तातो पानीमा मैदा मोल्न पर्यो होइन त पहिला हजुर मन तातो पानीमा त्यसपछि मिठा सोडा हाल्ने मिठा सोडा पनि चाहिन्छ त्यो मात्रा चाहिँ कति 1 केजी मैदामा कति जति मिठा सोडा चाहिन्छ होला अब त्यो अनुसार हुन्छ नि त्यही अनुसार नै सोधे हजुरलाई मिठा सोडा एक मुठो भन्नाले ल 100 ग्राम जति मिठा सोडा बनाऊ होइन 2 चिया चम्चा जति रे ल त्यसपछि मोलेर के यो पिठोलाई केही समय राख्नुपर्छ कि तत्कालै हुन्छ तत्कालै हुन्छ त्यो मैदालाई मनतातो पानीमा घोलिसकेपछि अथवा मुछिसकेपछि यस्तो घोल पेस्ट बन्छ त्यसपछि यो घोललाई यो यस्तो प्लास्टिकको थैलो अब तपाईँहरूले अन्य केही सामग्री युज गर्न सक्नुहुन्छ यसको टुप्पामा यहाँ प्वाल पारिएको छ र यो घोललाई यो ब्याग प्लास्टिकको झोलाभित्र राख्ने र त्यसलाई यो भाँडामा राखेर यसरी निचर्नुपर्छ माथिबाट अनि झरेर जेरीको आकार लिन्छ है त्यसले त्यो मोलेको पिठो चाहिँ अलिक गिलो गिलो बनाउनु पर्ने रहेछ एउटा प्लास्टिकमा छेउमा सानो प्वाल पार्ने अनि त्यो मैदा राखेर यसरी जेरी बनाइने जेरीको आकार दिने तर खास जेरी बन्नको लागि चाहिँ मुख्य प्रक्रिया चाहिँ यहाँ यो चिनी मात्रै होइन त यो कलर के को चिनी हैन यो चास्नी हो मतलब अब चिनी पगालेर चास्नी बनायो यो चिनी नै यस्तो कलर बन्ने हो कि अरू केही छ यसमा कलर हुन्छ अलिकति बाचा ल थोरै फुड कलर मिसाउनु पर्ने रहेछ अब प्रक्रिया चाहिँ के भने यहाँ यसरी यो मैदालाई जेरीको आकार दिइसकेपछि यो जेरीभित्र रस चास्नी छिराउनु पर्यो हाम्रो एउटा पुरानो उखान पनि छ नि यो मान्छेले जेरी त बनायो तर यो जेरीभित्र यो गुलियो कसरी छिरायो होला भन्ने चलन छ तर यो चास्नीमा डुबाइदिएपछि यो जेरीमा गुलियो चाहिँ आफै छिर्दो रहेछ है यो जेरीभित्र चास्नी छिराउनको लागि चाहिँ लगभग 10 देखि 12-13 सेकेन्डसम्म डुबाएर राख्नुपर्ने रहेछ है त ल ल हेर्नुहोस् है यो जेरी बनाउने प्रक्रिया चाहिँ यही हो है तपाईँहरूलाई पनि घरमा जेरी बनाएर खान मन छ भने सुरुमा मैदा मनतातो पानीमा मैदा घोल्ने त्यसमा के पाउडर भने अरे अघि के पाउडर रे सोडा मिठा सोडा मिठा सोडा मिसाएर मोल्ने अनि त्यसपछि तातो तेलमा यो सोडा के अरे यो मैदा जेरीको आकारलाई पकाउने र यो चिनीको रसमा डुबाएपछि यसरी जेरी तयार हुन्छ ल मुख मिठो बनाउँदै बस्नुहोस् है तपाईँहरू